बोर्ड फर्स्ट भएको मान्छे डाक्टर या इन्जिनियर हुनुपर्छ भन्ने चाहिँ सबैको चाहिँ सल्सल्लाह भयो। यहाँको चाहिँ गण्यमान्य व्यक्तिहरू पारिवारिक सबैले डाक्टर या इन्जिनियर भन्ने नै तिर गयो। एसएलसीमा बोर्ड फर्स्ट हुने व्यक्तिलाई जस्तो हाम्रो डाक्टर बाबुराम भट्टराई लगायत अरू बोर्ड फर्स्ट हुनेले पनि हाम्रो पालासम्ममा सबैले छात्रवृत्ति पाउँथे, मासिक छात्रवृत्ति मैले पाइनँ। आइएससीमा छात्रवृत्तिमा मलाई चाहिँ जुन बोर्ड फर्स्टले पाउने छात्रवृत्ति चाहिँ दिइएन, सरकारले दिनुपर्ने छात्रवृत्ति पाउनु भयो सरकारले। अनि कारण चाहिँ तर त्यो पनि मैले कहिले पाइनँ, जिन्दगीमा कहिले पाइनँ। सेकेन्ड डिभिजन भएपछि म चाहिँ मेडिकल डक्टर हुन पाइनँ, म चाहिँ भेटनेरी डक्टरमा म चाहिँ प्लान पाएर म बेङ्गलोर पढ्न गएँ। करिब 20 वर्ष नेपालमा योगदान गरेको एउटा विज्ञ, त्यो व्यक्तिले नेपाल छोड्नुपर्ने स्थिति चाहिँ कसरी आयो? फाइनल इयरमा पिएचडी हुँदा चाहिँ मेरो छोरी र म एउटै युनिभर्सिटीमा पढ्थ्यौँ। उनी फर्स्ट इयर, म चाहिँ पिएचडीको फाइनल इयर। झन् प्रोत्साहन दिएर चाहिँ पढाउनु पर्ने हो, छात्रवृत्ति नै कटौती गर्ने त्यो कसरी आयो त्यो नियम बोर्ड फर्स्टलाई? त्यसमा दाग में कुछ काला है भन्ने हुन्छ नि। BCCDC भनेको ब्रिटिस कोलम्बिया सेन्टर फर डिजिज कन्ट्रोल इन्भेस्टिगेटर इमेरिटस भनेको सम्मान खातिर चाहिँ इन्भेस्टिगेटरको रूपमा चाहिँ मलाई अझै पनि प्रोफेसरको रूपमा सम्मानित गरेको छ र म युनिभर्सिटी अफ ब्रिटिस कोलम्बियाको पनि एडजङ्क्ट प्रोफेसर छु। यहाँले विदेशको कुरा गर्नुभयो, नेपालमा त्यो सम्भव छ? किन छैन? युवाहरूलाई चाहिँ प्रोडक्सनमा लगाउनु पर्यो नि। सबै बाहिर गएर खालि चाहिँ बाहिरको रिमिटेन्सले देश चलाउने हो। प्रोडक्सन के सबै सामानहरू बाहिरबाट इन्डिया र चाइनाबाट आउँछ। यो यहाँको कुरा सुन्दाखेरि चाहिँ नेपाल पछि पढ्नुको कारण विज्ञहरूलाई नचिनेर वा नेपालको शिक्षाको स्तर चाहिँ गुणस्तरीय नभएर हो भन्ने लाग्छ। नेपालको शिक्षा कमजोर छ अन्य देशको तुलनामा। हाम्रो युनिभर्सिटीमा विदेशीहरू कम आउँछन् तर हाम्रा नेपालीहरू बढी जान्छन् हो। अब जेनजी लेभलको मान्छेहरूको अवस्था के छ भन्दाखेरि साह्रै बाबुआमाको चाहिँ उसमा भरमा परेर हिँड्न चाहँदैनन्। यहाँ चाहिँ एकदमै खुला सञ्चार छ। अमेरिका क्यानाडामा के हुन्छ, युरोपमा के हुन्छ सबै थाहा छ यहाँको बच्चा बच्चीहरूलाई। त्यही जस्तो खोज्छन्, यहाँ छैन। खुला युनिभर्सिटी भनेकै एडमिसन खुला हो खास। यहाँ बुझिएको सक्यो भने नेपाल खुला विश्वविद्यालय भनेको कलेजमा जानु नपर्ने अनलाइन पढे हुन्छ भनेर खुला विश्वविद्यालय त्यो परिभाषित गरेछ। त्यो गलत परिभाषा हो। नमस्कार, म रणबहादुर रम्तेल। नीति संवाद कार्यक्रममा यहाँलाई स्वागत छ। कार्यक्रम नीति संवाद प्रत्येक शनिबार प्रसारण गर्ने गर्दछौँ। यस कार्यक्रममा हामी विभिन्न क्षेत्रका जिम्मेवार व्यक्तित्वहरूलाई निम्त्याउँछौँ र त्यस विषयमा छलफल गर्ने गर्दछौँ। यसै क्रममा आज हाम्रो माझ हुनुहुन्छ विगत लामो समयदेखि क्यानाडामा बसोबास गर्दै आउनुभएका डाक्टर डोन प्रकाश रसाइली। स्वागत छ यहाँलाई। नमस्कार, थ्याङ्क यू। यहाँ अहिले क्यानाडामा बसोबास गर्नुहुन्छ है? हजुर, क्यानाडाको भ्यान्कुभर जो चाहिँ ब्रिटिस कोलम्बिया प्रदेशमा पर्छ, त्यहाँ नै पर्मानेन्ट बसोबास गर्छु र क्यानाडामा म गएको 26 वर्षभन्दा बढी भयो। 26 वर्ष भयो क्यानाडामा हजुर बसोबास गर्न थाल्नु भएको। 2028 सालमा नेपालको त्यतिखेरको एसएलसी भनिन्थ्यो, हजुर, त्यसमा बोर्ड फर्स्ट हुनुभयो। हजुर। अनि कसरी बोर्ड फर्स्ट हुनुभयो भन्ने लाग्छ यहाँलाई? कुन तरिकाले अध्ययन गर्नुभयो, कुन स्कुलमा अध्ययन गर्नुभयो, यो विषयमा अलिकति बताइदिनुहोस् न। अब पहिलो कुरो त यो 2028 साल भनेको धेरै पुरानो कुरा भयो। अब अहिले सान्दर्भिक पनि छ कि छैन त्यो आफ्नै ठाउँमा होला। तर म चाहिँ के हो भने म पाल्पा हुमिन मेरो जन्मस्थान हो। त्यसै त्यहीँको नजिक चाहिँ ताउ भन्ने ठाउँमा रम्भा विद्यालयसम्म, रम्भा विद्यालय माध्यमिक विद्यालय, त्यतिखेर हाई स्कुल नै भन्थ्यो, त्यसमा म 9 कक्षासम्म अध्ययन गरेँ। 9 कक्षापछि म चाहिँ काठमाडौँको पद्मोदय हाई स्कुल रामसा पथमा त्यहाँ 10 कक्षामा भर्ना भएर अनि त्यसपछि यहाँबाट नै हाई स्कुलको परीक्षा जहाँ दिएर म चाहिँ उत्तीर्ण भएको। बोर्ड फर्स्ट हुनुभयो? बोर्ड फर्स्ट भएँ। नेपालको इतिहासमा दलित समुदायबाट एसएलसीको बोर्ड फर्स्ट हुने यहाँ पहिलो हो? हजुर। के अरू कोही पनि छन् अहिलेसम्म देख्नु भएको छ? अहिले मैले अहिलेसम्म देखेको छैन। अब त फेरि बोर्ड फर्स्ट भन्ने पनि खास त्यो अहिले छैन। त्यसले गर्दा अहिले त नाम पनि परिवर्तन भयो। हजुर।
एसएलसीबाट एसई भयो। हजुर। यहाँले एसएलसी गरिसकेपछि बोर्ड फर्स्ट भइसकेपछि त्यसपछिको पढाइको यात्रा चाहिँ कस्तो रह्यो? पढाइको यात्रा कस्तो भयो भन्दाखेरि एसएलसीमा बोर्ड फर्स्ट हुनेहरूलाई म खास गरेर काठमाडौँ पढ्न जुन कसरी आउनुभयो भन्ने कुरामा काठमाडौँ आएपछि कमसेकम चाहिँ फर्स्ट डिभिजन त एसएलसीमा, अब गाउँको स्कुलमा त फर्स्ट डिभिजन ल्याउनलाई पनि पुरै पढाइ गर्दैनथ्यो, त्यो कारणले नहुन पनि सक्थ्यो होइन। र अरू कारणहरू पनि छ जसको कारणले म काठमाडौँ आइपुगेँ। अनि काठमाडौँको मेरो टार्गेट भनेको के थियो भने कमसेकम फर्स्ट डिभिजन ल्याउने। प्रथम श्रेणीमा भएपछि त्यतिखेर बिएससी एग्रिकल्चर भन्ने चाहिँ एसएलसीबाटै चाहिँ इन्डियामा कोलम्बो प्लानमा जान पाउँथ्यो, त्यसमा जान पाइन्छ भन्ने थियो होइन। अब त्यो टार्गेट भए पनि फर्चुनेटली अर अनफर्चुनेटली के भयो भने म बोर्ड फर्स्ट भएँ। बोर्ड फर्स्ट भएको मान्छे चाहिँ अब त्यतिकै के अरे एसएलसीबाट नै प्लानमा जाने, स्कलरसिपमा गएर पढ्ने भन्ने कुरा चाहिँ त्यो अलि नमिल्दो जस्तो भयो होइन। बोर्ड फर्स्ट भएको मान्छे डाक्टर या इन्जिनियर हुनुपर्छ भन्ने चाहिँ सबैको चाहिँ सल्लाह भयो। यहाँको चाहिँ गण्यमान्य व्यक्तिहरू पारिवारिक सबैले डाक्टर या इन्जिनियर भन्ने नै तिर गयो। भएपछि अनि इन्जिनियर पनि अब बढी भइसक्यो, अब चाहिँ डाक्टर हुनुपर्छ भन्ने खालको चाहिँ भनाइ राखियो। राखेपछि म चाहिँ अमृत साइन्स कलेजमा म चाहिँ भर्ना भएर म बायोलोजी डाक्टरी लाइनतिर चाहिँ म अध्ययन गर्न गएँ। तर भइदियो के भन्दाखेरि त्यहाँ अलिअलि समस्याहरू पर्यो। एसएलसीमा बोर्ड फर्स्ट हुने व्यक्तिलाई जस्तो हाम्रो डाक्टर बाबुराम भट्टराई लगायत अरू बोर्ड फर्स्ट हुनेले पनि हाम्रो पालासम्ममा सबैले छात्रवृत्ति पाउँथे, मासिक छात्रवृत्ति। अब मैले चाहिँ एसएलसी गरेपछि मेरो बुवामालाई चाहिँ आर्थिक भार नगराउने, नपरोस्, मेरो अध्ययन आफैले प्लानमा गएर गर्छु भन्ने मेरो टार्गेट थियो। जस्तो एसएलसीबाटै प्लानमा गयो भए त त्यसरी हुन्थ्यो। अब त्यो चाहिँ अब आइसी नै पढ्ने भएपछि त फेरि बोर्ड फर्स्ट भएपछि त छात्रवृत्ति पाइन्छ, भएपछि त त्यो त सहज हुने भयो भनेर म चाहिँ के भयो भने बढी मिहिनेत गर्नुभयो। म मिहिनेत मात्र होइन, आइसी पढेँ, आइसीमा भर्ना भएँ। भएपछि मलाई छात्रवृत्ति दिएन, छात्रवृत्ति मैले पाइनँ। हेर्नुहोस्, आइएससीमा छात्रवृत्ति आइसीमा मलाई चाहिँ जुन बोर्ड फर्स्टले पाउने छात्रवृत्ति चाहिँ दिएन, सरकारले दिनुपर्ने छात्रवृत्ति पाउनु भयो सरकारले। अनि कारण चाहिँ अब कारण चाहिँ म भन्दै जान्छु, छोटोमा भनौँला। अमृत साइन्स कलेज र शिक्षा मन्त्रालय केशर लाइब्रेरी केशर भवनमा नजिकै पर्यो। म चाहिँ फिजिक्स केमिस्ट्रीको जस्ता चाहिँ अब भोलि आउनुहोस् भन्छ के अरे सुब्बाहरूले, शिक्षा मन्त्रालयकोले। म चाहिँ क्लास छोडेर चाहिँ जान्थेँ कहाँ भन्दाखेरि शिक्षा मन्त्रालयमा गयो। अनि उनीहरूले भन्छ अहिले निर्णय भएको छैन भन्छ, कहिले पनि दिने छाट गर्दैन। 2-3 महिना 4 महिना भइसक्यो हेर्नुहोस्। अनि क्लास छोडी जाँदाखेरि अब यस्तो हुन्छ कि आइएससीमा अमृत साइन्समा पढ्ने त्यतिखेर पढ्ने साथीहरूसँग चाहिँ सोद्धा हुन्छ, एउटा क्लास छोडेको त्यसको चाहिँ कत्रो असर पर्छ भन्ने कुरा मान्छेहरूले आकलन गर्नुपर्छ। दिनदिनै क्लास छोडेर फिजिक्स केमिस्ट्रीको अध्ययन गरेर त्यसको चाहिँ थ्योरी बुझेर त्यसको न्युमेरिकल एक दिनको पढाइ छुट्यो भने त्यसको चाहिँ गयो जिन्दगी। त्यस्तो हुन्छ। आइएससी त्यस्तो पढाइ थियो त्यतिखेर, अहिले सहज भयो होला। एउटा क्लास छोड्ने भनेको त त्यो त अपराधै जस्तो हुन्थ्यो आइएससीमा एसएलसीमा। म चाहिँ कैयौँ क्लासहरू छोडेर म चाहिँ शिक्षा मन्त्रालय जान्थेँ। अनि लास्टमा 6 महिना हो कि त्यसभन्दा पनि अझै धेरै पछि एउटा सुब्बाले आएर अब यो नयाँ शिक्षा योजना आएको कारणले यो नीति परिवर्तन भएको, अब तपाईँले छात्रवृत्ति होइन मेडल पाउने, गोल्ड मेडल पाउने हुनुभयो भनेर एउटा मेडलको गोलो एउटा चक्का जस्तो चाहिँ चित्र एउटा कागजमा देखाइदिए, डिजाइन, मेडलको डिजाइन। तर त्यो पनि मैले कहिल्यै पाइनँ, जिन्दगीमा कहिल्यै पाइनँ। अनि आखिर त्यतिकै गयो। बुवालाई चाहिँ धेरै बुवा लगायत हाम्रो ठुल बाबा अनि कान्छो बुवाहरूले चाहिँ सहयोग गरेर चाहिँ होइन जसो तसै आइएससी पास गरियो। तर पास गर्दाखेरि मेरो चाहिँ धेरै पढाइ बिग्रिसकेको थियो। खास गरेर फिजिक्स र केमिस्ट्रीको न्युमेरिकल नभइकन डिभिजन आउँदैन। न्युमेरिकल भनेको हिसाब हुन्छ कि थ्योरी पढ्यो त्यसको हिसाब गर्ने हुन्छ। त्यो हिसाबको चाहिँ मैले एउटा पनि सोल्भ गर्न मलाई टाइम भएन। त्यसले गर्दाखेरि मेरो पढाइ चाहिँ हदसम्म बिग्रियो, जसको कारणले म सेकेन्ड डिभिजन भएँ। हेर्नुहोस्, सेकेन्ड डिभिजन भएपछि म चाहिँ मेडिकल डक्टर हुन पाइनँ। म चाहिँ भेटनेरी डक्टरमा म चाहिँ प्लान पाएर म बेङ्गलोर पढ्न गएँ। त्यस्तो स्थिति पर्यो। हेर्नुहोस्,
त्यसपछि चाहिँ बङ्गले पढ्नको लागि चाहिँ छात्रवृत्ति पाउनुभयो। हो, त्यो त्यसमा त 1 नम्बरमै थियो मेरो नाम। भेटनेरी डक्टरको लागि 1 नम्बरमै नाममा आएको थिएँ। अनि त्यसपछि म चाहिँ गएँ। त्यो छात्रवृत्ति भनेको नेपाल सरकारले दिने हो कि अरू कुनै सरकारले? कोलम्बो प्लान भन्ने थियो। त्यसमा के हुन्थ्यो भने कोलम्बोमा भएको एउटा सन्धि अनुसार चाहिँ विभिन्न देशहरूले चाहिँ छात्रवृत्ति दिन्थे। त्यसमध्ये इन्डिया, नेपालले सबभन्दा बढी पाउने भनेको इन्डियाबाट हो। इन्डिया सरकारको चाहिँ नेपाललाई दिने सहयोग मध्येबाट दिएको छात्रवृत्ति हो। अनि त्यहाँबाट भेटनेरी डाक्टर पास गर्नुभयो? भेटनेरी डक्टर पास गरेँ। फर्केर आएर 1980 मा फर्केपछि म चाहिँ के गरेँ भने त्यतिखेर भर्खर चाहिँ लाइफ स्टक डिपार्टमेन्ट भन्ने खुलेको थियो। मलाई चाहिँ रामपुर क्याम्पसमा पनि आउनुहोस् यहाँ चाहिँ लेक्चररमा तपाईँ जस्तो मान्छे चाहिँ चाहिन्छ भनेर रामपुरमा चाहिँ मलाई बोलाइरहेको थिए। त्यहाँ गएको भए चाहिँ मेरो वृत्ति विकासलाई अलि राम्रो हुन्थ्यो। तर मलाई के लाग्यो भने चाहिँ पशु सेवा विभाग भन्ने चाहिँ नयाँ डिपार्टमेन्ट नेपाल सरकारको खुल्यो। त्यतिखेर श्री 5 को सरकार भन्थ्यो। त्यो खोलेको कारणले यो त एकदमै राम्रो कुरो, यसमा हामी जस्तो मान्छे पसेर अनि यसलाई चाहिँ विकास गर्नुपर्छ यो चाहिँ डिपार्टमेन्ट भनेर म चाहिँ त्यो डिपार्टमेन्टमा चाहिँ जोइन गरेँ। र 1 वर्ष चाहिँ म नुवाकोटमा अस्थायी काम गरेँ, अस्थायी भेटनेरी डक्टर भएर काम गरेँ। त्यसपछि म चाहिँ छिट्टै नै लोकसेवा पहिलो पटकमै लोकसेवा दिने बित्तिकै म चाहिँ पास भइहालेँ। त्यसपछि म चाहिँ पर्मानेन्ट इम्प्लोइ भएँ नेपाल सरकारको निजामती कर्मचारीमा। हजुर। त्यसपछि कुन ठाउँमा काम गर्नुभयो? म चाहिँ पहिला त्रिशुली नुवाकोट भयो 1 वर्ष, ठ्याक्कै 1 वर्ष 1 दिन त्यहाँ काम गरेँ। त्यसपछि म चाहिँ नेपालगञ्जमा मेरो चाहिँ पदस्थापना भयो पहिलो पटक, पर्मानेन्ट स्थायी जागिर। अनि नेपालगञ्जमा 6 महिना पढ्दै 6 महिना काम गर्दै के भयो भने त्यतिखेर नयाँ प्रोजेक्ट आएको थियो कि नयाँ के अरे विभाग भयो, नयाँ प्रोजेक्ट इन्टिग्रेटेड डेभलपमेन्ट थियो। कर्णाली भेरी एकीकृत ग्रामीण विकास परियोजना भन्ने थियो, क्यानाडा सरकारले सहयोग गरेको। त्यो चाहिँ दैलेखमा चाहिँ मलाई 2nd क्लास बनाएर म एक्टिङ गरेर म चाहिँ दैलेख गएँ। दैलेखमा चाहिँ केही काम गरेँ, तर मलाई अलि धेरै चाहिँ त्यहाँ बस्दाखेरि मेरो पारिवारिक र व्यक्तिगत चाहिँ समस्या हुने देखेर म चाहिँ सरुवा मागेर म फेरि नेपालगञ्ज फर्केँ। नेपालगञ्ज फर्केर 1-2 वर्ष फेरि काम गरेपछि म पोखरा कास्की जिल्लामा आएँ। यी दुवै जिल्लामा चाहिँ अब प्रमुख भएर काम गरेँ। अनि त्यसपछि म चाहिँ मास्टर्स डिग्री गर्न फेरि फिलिपिन्समा गएँ। त्यो पनि नेपाल सरकारकै छात्रवृत्तिमा गएको। जम्मा कति वर्ष नेपालको सेवा गर्नुभयो अथवा सरकारी जागिरमा यहाँले सेवा गर्नुभयो? अब 19 वर्ष चाहिँ म स्थायी सेवा नै पुरा गरेँ। अनि 9 महिना मैले चाहिँ अस्थायी सेवा गरेँ। यो गर्दाखेरि चाहिँ 3 महिना चान्चुन पुगेन, जसले गर्दा म पेन्सनर भइनँ। पेन्सन चाहिँ मैले पाइनँ। मतलब 3 महिना पुगेन, कन्टिन्युस जागिर भएन, अस्थायी जोडिएन। म चाहिँ तपाईँको चाहिँ स्थायी भएन भने फेरि मैले क्यानाडामै गइसकेको थिएँ। त्यसले गर्दाखेरि भइहाल्यो त भनेर म त्यो पेन्सनतिर चाहिँ लागिनँ। भन्नाले उपदान खानेमा। अनि करिब 20 वर्ष नेपालमा योगदान गरेको एउटा विज्ञ, त्यो व्यक्तिले नेपाल छोड्नुपर्ने स्थिति चाहिँ कसरी आयो? पहिला कुरो त हेर्नुहोस्, अब म 20 वर्ष काम गर्दै लगभग चाहिँ 46 वर्षको भइसकेको थिएँ। तर यो मान्छे चाहिँ पिएचडी नगरिकन मर्नुहुन्न भन्ने चाहिँ दृढता थियो। हेर्नुहोस्, अब पिएचडी को चान्स चाहिँ विभागबाट चाहिँ ठ्याम्मै नआउने भयो। अनि त्यसपछि मैले विभिन्न देशहरूमा ट्राई गर्दै थिएँ, कोसिस गर्दै थिएँ। क्यानाडाको एउटा युनिभर्सिटीले अन्तर्राष्ट्रिय फेलोसिप मलाई चाहिँ कम्पिटिसनबाट चाहिँ उपलब्ध गरायो। अनि त्यसमा म चाहिँ अध्ययन गर्न गएँ। जाँदाखेरि अब मेरो बच्चा-बच्ची पनि ठुल्ठुलै, एउटा छोरी एउटा छोरा ठुलै भएको थिए। खास गरेर मेरो छोरीले चाहिँ अलिकति प्रेसर नै गरिन्। के भन्दाखेरि यहाँ सबै नेपालीहरू यहाँ आउनलाई मर्यादा गरिरहेछन्, हामी यहाँ आइसकेको मान्छे म त फिर्ता हुन्न भनेर भन्यो। भन्नाले छोराछोरी पहिला सेटल गरिसक्नु भएको थियो क्यानाडामा? सेटल भन्नाले पढ्न जाँदा विद्यार्थी मेरो श्रीमती र मेरो बच्चा-बच्ची लिएर गएँ नि म त। त्यहाँको चाहिँ फेलोसिप भएपछि त त्यो चाहिँ सुविधा छ नि। अनि परिवारसहित नै गएपछि अब छोरी त्यहीँको स्कुलमा पढेँ, त्यहीँकै हाई स्कुलमा पढेँ। अब फाइनल इयरमा पिएचडी हुँदा चाहिँ मेरो छोरी र म एउटै युनिभर्सिटीमा पढ्थ्यौँ। उनी फर्स्ट इयर, म चाहिँ पिएचडी को फाइनल इयर।
यस्तो त्यो पनि सुखद एउटा अनुभव हो। त्यसले गर्दाखेरि अब हामी कहीँ जान्नौँ, यहीँ हो बस्ने, तपाईँ पनि बस्नुपर्छ, तपाईँले चाहिँ यहाँ पिआर अप्लाई गर्नुहोस् भने छोरीले प्रेसर गरेपछि बल्ल अप्लाई गरेँ मैले। अघि यहाँले भन्दै हुनुहुन्थ्यो नेपालमा एसएलसीमा बोर्ड फर्स्ट हुँदाखेरि पनि यहाँले जुन पाउनुपर्ने सुविधा पाउनु भएन, हो? त्यो जातीय विभेदको कारणले हो के हो? अन्तर्निहितमा चाहिँ मलाई त्यो लाग्छ, त्यो भन्ने नै होइन। अफिसियल्ली अब आधिकारिक रूपमा त्यो भन्न मिल्दैन, त्यहाँ कसैले यस्तो कारणले भनेर भनेन। त्यतिखेर 2028 सालमा ठ्याक्क नयाँ शिक्षा योजना आएको थियो। नयाँ शिक्षा योजना, नयाँ पद्धति आउँदा त झन् इन्करेज गरेर, झन् प्रोत्साहन दिएर चाहिँ पढाउनु पर्ने हो। छात्रवृत्ति नै कटौती गर्ने त्यो कसरी आयो त्यो नियम बोर्ड फर्स्टलाई? त्यसमा दाग में कुछ काला आयो भन्ने हुन्छ नि हिन्दीमा, त्यो भने जस्तै केही न केही त्यहाँनिर छ, मैले देख्छु। त्यतिखेर कसैले भनेन, म धेरै पटक प्रयास गरेँ। मनमा चाहिँ त्यस्तो लागेको छ अहिले पनि? त्यो हो भन्ने हो, त्यो हो भन्ने नै लागेको छ। सरकारले मलाई ठगेको हो भन्ने मलाई लागेको छ। त्यो अनुभूति चाहिँ भयो, सरकारले पक्कै ठगेको हो। यदि बोर्ड फर्स्ट अरू कोही भइदिएको भए उनीहरूका अलिकति इन्फ्लुएन्स पनि बढी हुन्थ्यो। त्यो चाहिँ जसरी पनि त्यो पैसा झिकाएर निकाल्थे। अब मेरो बोलिदिने मान्छे खासै चाहिँ नभएको अवस्था पनि मान्छु अलिकति, होइन? अब बोर्ड फर्स्ट भएको मान्छेलाई छात्रवृत्ति नदिने, आजसम्म सधैँ दिइराखेको कुरा भनेर लडिदिने चाहिँ त्यहाँ माहौल भएन। मेरो मामाले एकपटक चाहिँ कोसिस गर्नुभयो, उहाँको पनि केही लागेन। तर उहाँले के गर्नुभयो भनेदेखि बोर्ड फर्स्टको रुटले होइन, अर्कै रुटले चाहिँ राजदरबारबाट चाहिँ दोस्रो वर्षमा चाहिँ 10 महिना छात्रवृत्ति पाएको हो मैले। तर त्यसलाई चाहिँ बोर्ड फर्स्टको ट्याग लाउनु भएन। त्यो छुट्टै तरिकाले एउटा छुट्टै तरिकाले इन्फ्लुएन्सबाट त्यहाँको प्रमुख निजी सचिव पनि नारायण प्रसाद श्रेष्ठ हुनुहुन्थ्यो पालपालीको नाताले। अब हाम्रो समुदायको हिसाबले पनि अब मेरो मामा ओमप्रकाश पिके गतराजले अलिकति प्रयास गरेर 10 महिनाको छात्रवृत्ति झिकाउनु भयो। तर शिक्षा मन्त्रालयबाट पाउने होइन कि त्यो चाहिँ राजदरबारको निजी सरकारको स्वकीय सचिवालय, नेपाल श्रीमान वीरेन्द्रको स्वकीय सचिवालयबाट नारायण प्रसाद श्रेष्ठले आफ्नो तजविजले दिन मिल्ने चाहिँ छात्रवृत्ति चाहिँ 10 महिना पाएको हो मैले। भन्नाले नेपाल छोड्नुको पछाडि एउटा जातीय विभेद र अर्को चाहिँ नेपालको नीतिगत केही समस्या हो, कस्तो लाग्छ यहाँलाई? नीतिगत समस्या अब देश छोडेर जान मलाई चाहिँ एकदमै फर्किन मन थियो, होइन? तर चाहिँ यहाँ एक दुईवटा नीतिगत कुरा पनि भनौँ, अब प्रोसिजुरल पनि कुराहरू छन्। कस्तो छ भन्दाखेरि म चाहिँ पिएचडी पढ्दै चाहिँ सिद्धिएको थिएन, होइन? अब पिएचडी पढेर फर्किने नै माहौलमा थिएँ। बिचमा के भइदियो भने म त फेरि अध्ययन विधा पनि लिएर गएको थिएँ। अनि अध्ययन विधा लिएर गएको मेरो प्रशस्त चाहिँ सेवा भइसकेको व्यक्तिलाई, कर्मचारीलाई अब फाइल बढुवा पनि गर्ने त्यहाँ दुईटा धारको हुन्छ। अब मेरो फाइल बढुवा चाहिँ मलाई लाग्छ मेरो फाइल अगाडि बढाइएन, म त्यहाँ यहाँ छैन के अरे भनेर ऊ फर्किन्न पनि भन्ने जस्तो पनि भयो होला। मेरो फाइल अगाडि बढाइएन। अब जुनियरहरू माथि माथि गइसके। अब म यहाँ फर्केर आएर अरू जुनियर त्योभन्दा पनि मभन्दा काबिल नभएका मान्छेहरूको मुनि बसेर काम गर्न सक्छु होला त? यो एउटा चाहिँ नीतिगत नभनौँ, प्रक्रियागत भनौँ, अलि असुविधा भयो। त्यस कारणले चाहिँ राजीनामा दिएर पठाएँ उहीँबाटै। अनि उच्च शिक्षा हासिल गर्नुभयो, डाक्टर पास गर्नुभयो, त्यसपछि नेपाल आउन मन लागेन यहाँलाई? नेपाल आउन त किन मन लाग्ने, सधैँ आउन मन लाग्छ, आइरहेको। आउने पाहुनाको रूपमा फेरि उतै बस्ने। तर यसमा के गरेँ भनेदेखि एउटा संयोग चाहिँ अर्को पनि भयो कि अब त्यहाँ आउनलाई नेपाल जो फर्किन्छन् नि, जो चाहिँ विदेशमा पढेर फर्किन्छन् चाहिँ ती फर्केका व्यक्तिहरू जो पनि अधिकांश, जनरलाइज गर्नुहुन्न 100%, यो कुरा मलाई विश्वास छ कि जसलाई त्यो देशमा गएर त्यति राम्रो नभयो भने होइन यहाँ त हुँदो रहेनछ भनेर फर्किने हो। त्यहाँ राम्रो हुँदाहुँदै कोही पनि फर्किन्न, किनकि त्यो त विश्वमा एक्सपोजर हुने कुरा हो। विश्वमा काम गर्ने, इन्टरनेसनल लेभलमा काम गर्ने जस्तो कुरा कसैले छोड्दैन कसैले, म अधिकांशले छोड्दैन। अब मेरो भइदियो के भन्दाखेरि पिएचडी गरेपछि मलाई चाहिँ एकदमै त्यहाँको फ्री कम्पिटिसन, त्यहाँ पनि लोकसेवा भन्ने छ, सरकारमै चाहिँ फर्स्ट क्लास लेभलको चाहिँ म लोकसेवामा पास भएर मैले चाहिँ फर्स्ट क्लास प्रोभिन्सियल एपिडेमियोलोजिस्ट जस्तो जिम्मेवार पदमा मलाई चाहिँ सिलेक्ट गरिदियो के। भन्नाले नेपालमा पनि थाई जागिर पनि खानुभयो? होइन, मैले त्यहाँ राइना युनिभर्सिटीमा पिएचडी गर्दा गर्दै राइना पठाइसकेको थिएँ।
पठाइसक्नु भयो। किनभने अब त्यो चाहिँ बिदा सकियो आइज भनिरहेको थियो अनि मैले चाहिँ राजीनामा पठाइसकेको थिएँ। अनि अहिले क्यानाडामा फर्स्ट क्लास अफिसरको रूपमा कार्यरत हुनुहुन्छ सरकारी? होइन, अहिले त म हेर्नुहोस् 73 वर्ष अहिले अर्को महिना म 73 वर्ष पुग्छु। अब यतिसम्म त जागिर खाने कुरा आएन, रिटायर भइसकेँ म। तर पनि नेपालमा क्यानाडामा चाहिँ त्यो एज बार छैन, काम गर्न सक्यो भने जति पनि गर्न सकिन्छ। तर मान्छेले जनरली 65 वर्षमा चाहिँ रिटायर हुन्छन्। तर मैले के गरेँ, अब नेपालमा त 58 वर्ष छ नि त फेरि। नेपालमा 58 छ, तर त्यहाँ 65 वर्षमा काम गर्न पाइन्थ्यो। होइन, 65 वर्षमा रिटायरमेन्टको पेन्सन पाउन सुरु गर्छ। तर काम गर्न जति पनि गर्न पाइन्छ, त्यस्तो देश हो त्यहाँ। तर म चाहिँ 50 वर्षमा बल्ल लोकसेवा गरेर त्यहाँ जागिरको एन्ट्री गरेको छु। म चाहिँ 65 वर्षमै रिटायर हुने कुरा आएन। मेरो पेन्सनले केही पनि खान पुग्दैन त्यहाँ। त्यसले गर्दा म चाहिँ केही वर्ष थपेँ। 69 वर्षसम्म 69 इयर्ससम्म त्यहाँ काम गरेँ। अब मलाई भयो अब युवाहरूलाई जहाँ ठाउँ दिनुपर्छ भनेर आफै म अब 3 महिनापछि रिटायर हुने हो, आफ्नो व्यवस्था गर है मेरो ठाउँमा भनेर म चाहिँ अब प्राधिकरण मन्त्रालयलाई भनिदिएँ। भनेपछि उनीहरूले आफ्नो रिअर्गनाइज गर्न थाल्यो। अनि त्यसरी चाहिँ म 69 मा म चाहिँ रिटायर भएँ। अहिले त म त रिटायर हो। तर रिटायर भए पनि यो मान्छे काम लाग्ने हो भन्ने ठान्दो रहेछ। मलाई चाहिँ इमेरिटस स्ट्याटस दिएछ मेरो अफिसमा। अहिले पनि वेबसाइटमा हेर्नु हो भने BCCDC भनेको ब्रिटिस कोलम्बिया सेन्टर फर डिजिज कन्ट्रोल इन्भेस्टिगेटर इमेरिटस भनेको सम्मान खातिर चाहिँ इन्भेस्टिगेटरको रूपमा चाहिँ मलाई अझै पनि प्रोफेसरको रूपमा सम्मानित गरेको छ। र म युनिभर्सिटी अफ ब्रिटिस कोलम्बियाको पनि एडजङ्क प्रोफेसर छु। सम्मानको खातिर काम पनि गरिदिइरहेको छु। अब सबै भोलिन्टियरी, पैसा पाउँदैन, तलब पाउँदैन। भन्नाले नेपालले यहाँलाई चिनेन, क्यानाडाले चिन्यो हो? त्यो त म चाहिँ मान्छु नै। नेपालले अब चिन्ने भने कसले चिन्ने, अब सरकारले नचिन्ने, अब सरकार कसले नचिन्ने त्यो चाहिँ पिन पोइन्ट गर्न हुँदैन। तर म चाहिँ जति मेहनत गरेर नेपालमा काम गरेँ त्यसको फलको आधारमा मलाई आश त हुँदैन। आफ्नो मातृभूमिसँग त्यो आश गर्नुहुन्न, काम गर्ने हो, त्यो फलको आशा गर्ने होइन, त्यो मलाई थाहा छ मातृभूमिको। तर क्यानाडाले चाहिँ सफिसियन्टली मलाई रिकगनाइज गरेको छ। अब पहिला कुरो जाने बित्तिकै पर्मानेन्ट जागिर नै जो कहिले पाउँदैन, त्यहीँकै मान्छेले पनि त्यसरी पाउँदैन मैले जसरी पाएँ जागिर। अब त्यो कुनै चाहिँ समावेशी यस्तो पनि केही होइन, फ्री कम्पिटिसन हो, ग्लोबल कम्पिटिसन हुन्छ क्यानाडामा सरकारी जागिर भए पनि। अनि अर्को कुरा के छ भन्दाखेरि अब म रिटायर हुने बित्तिकै मलाई त्यो प्रोभिन्सले मात्र होइन, होल क्यानाडाले नै मलाई चाहिँ एउटा ठुलै चाहिँ सम्मान गर्यो। उनीहरूको एउटा त्यहाँको एउटा हिस्टोरिक चाहिँ 1934 देखि नै हरेक वर्ष दिइने चाहिँ त्यो क्यानाडियन पब्लिक हेल्थ एसोसिएसन, म जनस्वास्थ्यमा काम गरेको त्यहाँ, त्यसको चाहिँ एउटा सम्मानको खातिर सम्मान एउटा आजीवन सदस्यता मलाई प्रदान गर्यो र एउटा ठुलै सिल्ड चाहिँ दियो। त्यो चाहिँ जो कहिले पाउँदैन, क्यानाडामै बस्ने गोरा यता काला जो कहिले पनि पाउँदैन। त्यो एक दुईजनालाई एकपल्ट दिन्छ। मेरो वर्ष त्यो वर्षमा मैले मात्र पाएको 2023 मा जुन मलाई चाहिँ सम्मान गर्यो। त्यसले गर्दा क्यानाडाले मलाई यथेष्ट सम्मान गरेको म पाउँछु सरकारी स्तरमै। यो यहाँको कुरा सुन्दाखेरि चाहिँ नेपाल पछि पढ्नुको कारण विज्ञहरूलाई नचिनेर वा नेपालको शिक्षाको स्तर चाहिँ गुणस्तरीय नभएर हो भन्ने लाग्छ? शिक्षाको स्तर चाहिँ क्यानाडामा मैले नेपालको शिक्षामा नजिकबाट हेरेको मान्छे हो म। जस्तो यहाँको नेपाल ओपन युनिभर्सिटी पनि खोल्नुपर्छ भनेर लागि परेर स्थापना गर्ने व्यक्तिमा एक मान्छेमा पर्छु। यहाँको शिक्षाको आवश्यकतालाई हेरेर त्यो काम गरियो। शिक्षालाई एकदम नजिकबाट स्कुलदेखि हाई स्कुलदेखि लिएर युनिभर्सिटी लेभलसम्म मैले चाहिँ हेरेको हो। तर मैले यहाँ चाहिँ आइएससी बाहेक पढेको अवस्था होइन। त्यसले गर्दाखेरि यहाँ चाहिँ सबै मैले कमेन्ट गर्न मिल्दैन। तर चाहिँ मलाई के लाग्छ भनेदेखि अब विज्ञलाई चिन्ने भन्ने कुरा चाहिँ मा अलिक कमी चाहिँ छ। किनभने यहाँको सिस्टम चाहिँ प्रणालीगत हिसाबले यो विज्ञ र यो विज्ञ भनेर छानी ल्याउने चाहिँ यहाँको सिस्टम छैन। यहाँ चाहिँ एकदमै ब्युरोक्रेटिक प्रशासनिक चाहिँ यन्त्रहरूमा कागजपत्र फारम भर्ने अनि उ गर्ने त्यस्तो छ। डाइरेक्ट मान्छे चिनेर अब आफ्नो मान्छे हुनु पर्यो, एउटा आफ्नो मान्छे हुनु पर्यो। फारमै भएर कम्पिटिसनमा पनि को इन्टरभ्यूमा बस्छ त्यसमा भर पर्ने भयो। त्यो बाहेक अर्को महत्त्वपूर्ण के छ भने अब विदेशमा अहिले
अब इन्डियाले पनि गरेको छ, चाइनाले बढी गरेको छ। जो चाहिँ आफ्ना देशका मान्छेहरू त्यहाँ क्यानाडा अमेरिकामा गए तिनीहरू एकदम उत्कृष्ट छ भने त्यहाँकै जति तलब दिन्छु त आइज भनेर बोलाइने अवस्था छ, त्यसरी चिन्छ। अब नेपालमा त त्यसरी एकजनालाई तानेर ल्याउने त मेकानिजम नै छैन, त्यो सिस्टमै छैन। यदि अहिले बनेको नयाँ सरकारले तपाईलाई नेपाल आइदिनु पर्यो भनेर निम्ता गर्यो भने आउनुहुन्छ? म त आइसकेकै नै छु, अब रिटायर भएको छु। अब मेरो बाँकी जीवन चाहिँ यही नेपालको विकासमा चाहिँ गर्ने हो। अब हामी चाहिँ भन्नाले क्यानाडा फर्किनु हुन? अब फर्के पनि मेरो अब यहाँ आउने जाने गर्ने वर्षमा चाहिँ 400 महिना यहाँ बसेर के गर्न सकिन्छ नेपालको लागि भनेर म हेर्दैछु। अनि यहाँ त वैज्ञानिक पनि हुनुहुन्छ, वैज्ञानिकको हिसाबले उता चाहिँ विश्वले मान्दाखेरि नेपालमा यहाँले चाहिँ विज्ञानको क्षेत्रमा कस्तो योगदान दिनुभयो? नेपालमा हामीले के गर्यौँ भनेदेखि एक त मैले यहाँ काम गर्दाखेरि पनि एक दुईवटा यस्ता कामहरू छन् जो चाहिँ म पहिलो हुँ नेपालको गर्नेमा। जेनेटिक्स, पशुको अनुवांशिक अनुसन्धान, पशुको अनुवांशिक अनुसन्धानको कुरा ल्याउनुहोस्, अथवा पोखरामा तपाईँ अहिले जानुभयो भने हाई ग्रेड क्याटल चाहिँ के अरे सडकका छेउछाउमा हिँडेको देख्नुहुन्छ, त्यो मैले सुरु गराइदिएको कार्यक्रम हो। यस्ता वैज्ञानिक र चाहिँ विकासशील कामहरू 2-4वटा छ। खासै मैले भन्ने हो भने रामपुर क्याम्पसमा पहिलो भेटनेरी कलेज खोलेको म चाहिँ चितवनमा हाकिम भएर नगएको भएदेखि त्यो चाहिँ 2-4 वर्ष पछि खुल्ने थियो। 2-4 वर्ष अगाडि नै खोल्ने, जुन चाहिँ म एउटा सिम्पल एक दुईवटा यस्तो गरिदिएँ जसले गर्दा त्यो ट्रिगर भएर त्यो चाहिँ भेटनेरी कलेज खुल्यो फर द फर्स्ट टाइम। त्यसरी चाहिँ अनुसन्धानमा पनि हेर्नु हो भने गुगलमै हेर्नुहोस् न, नेपालमा होइन 1 2 3 4 गर्नु गरेर हेर्नु पर्दाखेरि यहाँले जस्तै यहाँलाई वैज्ञानिक भन्नुपर्ने आधारहरू के हो? वैज्ञानिक चाहिँ नभन्नुहोस्, सिम्पल मान्छे भन्नुहोस्, द्रोणप्रकाश रसाली भन्नुहोस्, भनिराख्नु पर्दैन। मलाई मेरो चाहिँ धेरै विधामा काम गरेको छु, वैज्ञानिक भनिराख्नु जरुरी पनि छैन। आफैमा गुगल हेरे हुन्छ। गुगल होइन यस्तो छ, नेपालमा सबैले गुगल हेर्न सक्दैन हो, तपाईँ हामीले हेर्न सकौँला। यहाँले सरल भाषामा भन्नु पर्दाखेरि यहाँलाई नेपालले चिनेन वा नेपाल सरकारले चिनेन, एउटा पाटो। अब यहाँले भन्नु पर्दाखेरि नेपालको शिक्षा कमजोर छ अन्य देशको तुलनामा। हाम्रो युनिभर्सिटीमा विदेशीहरू कम आउँछन् तर हाम्रा नेपालीहरू बढी जान्छन् हो विदेशमा पढ्नको लागि। त अहिले त दुर्गति नै छ नि देशको। स्कुल कलेजहरू युनिभर्सिटीका कलेजहरू रित्तो क्लास छन् अहिले नेपालमा। मैले के देख्छु भने मान्छेहरू यहाँ गई पढ्ने चाहन्। 10+2 बल्ल पास गर्ने बित्तिकै सबै विदेशै पढ्न जाने त्यस्तो माहौल छ। विषयवस्तु नभएको हो कि वा त्यस्तो राज्यको नीति नभएर हो? राज्यको नीति नै पलायनवादी, राज्यको मेकानिजम नभनौँ, त्यसको माहौल, त्यो इन्भाइरोमेन्ट जुन छ त्यसले चाहिँ मान्छेहरूलाई चाहिँ सबैलाई बाहिर जान धकेलेको छ। अब यहाँ नमिल्दो के छ भन्दाखेरि, अब यहाँले पहिले प्रश्न गर्नुभएको उत्तर खास मैले दिन चाहन्थे, समय छ छैन, तर यसलाई चाहिँ जोड गरौँ। यो चाहिँ कुरा के छ भने यहाँ मेकानिजम मिलेको छैन। अब हाई स्कुल कलेजमा पढ्ने विद्यार्थीहरू आजकलको जमानामा अब जेनजी लेभलको मान्छेहरूको अवस्था के छ भन्दाखेरि साह्रै बाबुआमाको चाहिँ उसमा भरमा परेर हिँड्न चाहँदैनन्। यहाँ चाहिँ एकदमै खुला सञ्चार छ। अमेरिका क्यानाडामा के हुन्छ, युरोपमा के हुन्छ सबै थाहा छ यहाँको बच्चा बच्चीहरूलाई। त्यही जस्तो खोज्छन्, यहाँ छैन। यहाँ छैन के भन्दाखेरि आफूले खोजेकोमा भर्ना पनि हुनु पर्यो विद्यार्थीहरू पढ्न जाने, पढ्नको साथमा आफ्नो हातमा पैसा के जब पनि हुनु पर्यो कि त्यो मेकानिजम यहाँ छैन। पढ्ने भनेर बाबुआमाले खालि पढाउने मात्रै हो, अनि जब चाहिँ छैन, युवाहरूलाई जब छैन नेपालमा। सबभन्दा देशको सबभन्दा दुर्गति र समस्या चाहिँ युवाहरूलाई जब छैन। अब यहाँ चाहिँ उतातिर के हुन्छ भन्दाखेरि चाहिँ अब सेप्टेम्बरबाट सुरु हुन्छ पढाइ, अनि तपाईँको अप्रिलसम्म चाहिँ क्लास हुन्छ, 2टा सेमेस्टर चल्छ होइन। अप्रिल हद चाहिँ कोहीले एक्स्ट्रा कोर्स गर्यो भने मेसम्म जान्छ। जुन पछि त विद्यार्थीहरूलाई बिदा भयो, कहिलेसम्म भन्दाखेरि अर्को सेप्टेम्बरसम्म। त्यतिसम्म टन्न काम गरेर पैसा पकेटमा हाल्छन् विद्यार्थीहरू। त्यो सुविधा त यहाँ छैन, हेर्नुहोस् नेपालमा छैन, नेपालमा छँदै छैन। युवाहरूलाई चाहिँ रोजगारको अहिलेको नयाँ सरकारलाई मेरो विशेष अनुरोध, समर चाहिँ ठ्याक्कै कट अफ गर्ने
जाँच कहिले हुन्छ, क्लास हुन्छ, सबै फिक्स गर्ने, त्यो चाहिँ जरुरी छ। एक्सटेन्डेड भयो भने त्यो एकदम गाह्रो हुन्छ म्यानेज गर्न। अनि समर जब भनेर टन्न जब चाहिँ विद्यार्थीहरूलाई चाहिँ क्रिएट गर्ने, त्यो सरकारले नै क्रिएट गर्छ। त्यहाँ प्राइभेटली पनि क्रिएट गर्छ, सरकारले नै पनि विभिन्न सङ्घ संस्थाहरूलाई युनिभर्सिटीहरूलाई समर जब गर भनेर बजेट दिन्छ। यहाँले विदेशको कुरा गर्नुभयो, नेपालमा त्यो सम्भव छ? किन छैन? युवाहरूलाई चाहिँ प्रोडक्सनमा लगाउनु पर्यो नि। सबै बाहिर गएर खालि चाहिँ बाहिरको रिमिटेन्सले देश चलाउने हो। प्रोडक्सन के सबै सामानहरू बाहिरबाट इन्डिया र चाइनाबाट आउँछ, अन्य देशहरूबाट आउँछ। नेपालमा उत्पादन छैन, कृषि छैन, उत्पादन गर्ने केमा? यहाँले भनिदिनुहोस् न, के उत्पादन क्षेत्र भनेको केमा लगानी गर्ने म्यान पावरलाई, युवा म्यान पावरलाई? मैले चाहिँ अरू इन्टरभ्युहरूमा पनि भनेको छु, यहाँ चाहिँ अहिले त्यो जुन कुटे कोदालो कृषि छ नि, त्यसलाई आमूल परिवर्तन गर्नुपर्छ। कृषि हाम्रो मेन हो नेपालको। हामी कहाँ यहाँ खानी छैन, केही पनि छैन। खानी भयो भने वर्कर चाहिँ खानी माइनर भएर चाहिँ काम गर्थे होला। त्यस्तो चाहिँ खानी उद्योग चाहिँ अहिले नभइसकेको अवस्थामा पहिला हामीले कृषिबाट सुरु गर्नु पर्यो। कृषिमा के गर्नु पर्यो भन्दाखेरि यो कुटे कोदालो अहिले हाम्रै सानोतिनो चाहिँ जग्गाहरू पनि गाउँमा खाली छ। किन छ भने युवाहरू पनि छैन, कोही पनि छैन त्यहाँ हेर्ने मान्छे। अब म्यान पावर चाहिँ सब बाहिर गयो। हुनुपर्छ के भने यहाँ चाहिँ कर्पोरेट फार्महरू खोल्नु पर्छ। कम्पनीहरूले फार्म खोल्नु पर्यो, ठुला ठुला फार्महरू, कमसेकम 1000-2000 मान्छेहरूलाई लगाउने तथा रोजगारी दिन सक्ने फार्मका कम्पनीहरू खोल्नु पर्यो अहिलेको सरकारले। अनि त्यो भएपछि के हुन्छ भने कर्पोरेट चाहिँ प्रोडक्सन भएपछि त्यो एकदमै स्तरीय प्रोडक्सन पनि उत्पादन पनि हुन्छ। एकदमै नियमित तरिकाले चाहिँ खेतीपाती हुने भयो। किसानको जस्तो खालि आफैले खाने मात्रै हुँदैन, बाहिर मार्केटिङ गर्न लेभलको चाहिँ अलि हाई स्ट्यान्डर्डको प्रोडक्टहरू पनि आउँछ, त्यसलाई एक्सपोर्ट गर्न सकियो। अर्को कुरा के हुन्छ भन्दाखेरि यो युवाको पर्सपेक्टिभबाट हेर्नुभयो भने युवाहरूले आफ्नो बारीमा गएर खेती गर्न चाहँदैनन्। तर यो कर्पोरेट अफिसले चाहिँ फार्मरको चाहिँ पोजिसन खोल्या छ भन्ने भने चाहिँ सबै युवा गएर काम गर्छन्। तर उनीहरूले नियमित तलब पाउनु पर्यो, अनि उनीहरूले मेहनत गरेर काम गर्न तयार हुन्छन्। मेरो चाहिँ एनालिसिस यो मैले हेर्दाखेरि चाहिँ त्यो नीति परिवर्तन गर्नुपर्ने यहाँनिर छ। यहाँले महत्त्वपूर्ण कुरा उठाउनु भएको छ। हामी समयको अन्ततिर आइपुगेका छौँ। मैले यहाँलाई एकचोटि अघि हामी कुरा गर्दै थियौँ, एकपटक फेरि यो ओपन युनिभर्सिटी अथवा खुल्ला विश्वविद्यालयको जुन अवधारणा यहाँले ल्याउनु भयो, त्यसको अहिले अवस्था कस्तो देख्नु भएको छ? त्यसले राम्रै प्रगति गरिरहेको छ खुल्ला विश्वविद्यालयले? अब यहाँ एकदमै सान्दर्भिक प्रश्न राख्नुभयो, जो आफूसँग सम्बन्ध भएको विषय हो। नेपाल खुल्ला विश्वविद्यालयको अवधारणा यहाँ केही समय अगाडिदेखि नै चलिरहेको पनि थियो। सन् 2009 भन्दा अगाडि पनि कुरा नचलेको होइन। डाक्टर बाबुराम भट्टराई फाइनेन्स मिनिस्टर हुँदा पनि उहाँले चाहिँ बजेटमै राखेर खुला विश्वविद्यालय खोल्ने भनेर एउटा चाहिँ बजेट आइटम खोल्नुभएको थियो। तर केही पनि काम चाहिँ भएको थिएन। अनि हामीले माथिबाट हेऱ्यौँ अथवा बाहिरबाट हेऱ्यौँ, क्यानाडाबाट हेर्दाखेरि यहाँ चाहिँ खुला विश्वविद्यालय एकदम जरुरी देखियो। के कारणले जरुरी देखियो भने म छोटकरीमा भन्छु, नेपालमा चाहिँ एसएलसीमा 65% मान्छे चाहिँ जहिले पनि हरेक वर्ष फेल, अनुत्तीर्ण, अनि 35% मात्रै उत्तीर्ण। अनि त्यो 65 मध्ये 5-10% चाहिँ ब्याक पेपर दिएर 1-2 वर्षमा पास हुन्छ होला कोही। तर कमसे कम 50 देखि 60% मान्छे चाहिँ कहिल्यै फर्केर स्कुलमा जाँदैन हरेक वर्ष। त्यो भएपछि जहिले पनि त्यो विद्यार्थीहरू चाहिँ ड्रप आउट मात्र होइन कि त्यो हराउने अवस्था भयो। ती ड्रप आउट भएका मान्छे कतिपय इन्डियामा गएर चाहिँ सानोतिनो जागिर गर्छन् अथवा चाहिँ गाउँमै हलो जोत्ने चाहिँ काम गर्छन्, कुनै चाहिँ शिक्षा उच्च शिक्षा भएन। त्यो चाहिँ खालको मान्छेहरू कहाँ छन् भनेर मैले आइडेन्टिफाई गरेँ। मैले एउटा अनुसन्धानै गरेँ, गर्दा कहाँ भेटाएँ भन्नुलाई भने त्यो धेरै चाहिँ ग्रामीणमा छन्। अनि त्यहाँबाट अर्को चाहिँ दूरदराजमा कर्णालीतिर अथवा बझाङतिर छन्, होइन, एकदमै दुर्गम जिल्लाहरूमा दूरदराजमा। अनि अर्को मार्जिनलाइज पिपुल, मार्जिनलाइज भन्नाले अब दलित समुदाय एउटा भयो, अनि महिलाहरू पनि, अधिकांश महिलाहरू पनि यिनीहरू ड्रप आउटमा परे भनेको त्यो चाहिँ एकदमै ठुलो चाहिँ सङ्ख्या हो के युवाहरूको। तिनीहरूलाई चाहिँ कुनै उपाय नै भएन, नो सेकेन्ड चान्स, दोस्रो उपाय नै छैन। त्यसरी चाहिँ शिक्षा भइरहेको हुनाले क्यानाडामा चाहिँ एउटा अथाबास्का युनिभर्सिटी भन्ने ओपन युनिभर्सिटी छ। त्यसको मोडेल के छ भने इच्छा हुने र सक्ने मान्छेहरूले
इन्ट्रेन्स एक्जाम दिने, हाई स्कुल पास गर्न पनि पर्दैन, युनिभर्सिटीमा चाहिँ एडमिसन खुला हुन्छ। खुला युनिभर्सिटी भनेकै एडमिसन खुला हो खास। यहाँ बुझिएको छ के भने नेपाल खुला विश्वविद्यालय भनेको कलेजमा जानु नपर्ने, अनलाइन पढे हुन्छ भनेर खुला विश्वविद्यालय त्यो परिभाषित गरेछ। त्यो गलत परिभाषा हो। खास चाहिँ नेपाल खुला विश्वविद्यालयको चाहिँ परिभाषा के हो भने भित्र पस्नलाई चाहिँ खुला, पहिलेको चाहिँ पढाइ सढाइ भए पनि नभए पनि क्षमता छ भने इन्ट्रेन्स एक्जाम दिएर क्राइटेरिया हेरेर अनि एप्टिच्युड टेस्ट दुनियाँभर लिएपछि यो मान्छे ठिक छ युनिभर्सिटीमा गर्न सक्छ भन्ने भएपछि जो कोही पनि भित्र पस्न खुला। भन्नाले कतिसम्म युनिभर्सिटी भनिसकेपछि त उच्च शिक्षा भन्ने अर्थमा जाने भयो। तर जस्तै 8 क्लासमा फेल भएका वा एसएलसी एससी फेल भएका कुन लेभलको मान्छेले जान्छ? फेलको कुरै भएन, त्यहाँ चाहिँ सर्टिफिकेट नै मागिँदैन। जुनसुकै लेभलमा पनि भने भयो, जुनसुकै लेभल पढ्दै नपढेको भए पनि त्यसको चाहिँ अङ्ग्रेजी जानेको छ अथवा अङ्ग्रेजी नेपाली भाषा जानेको छ, पढ्न जान्ने छ, एप्टिच्युड पढ्ने चाहिँ क्याप्चर गर्ने चाहिँ सिकाएको कुरा सिक्न सक्ने छ, त्यस्तो भयो भने त्यसलाई चाहिँ खुला विश्वविद्यालयमा भर्ना भयो। भर्ना ब्याचलर लेभलमा गरिसकेपछि त त्यहाँ चाहिँ राम्रो गरेर त्यहाँ पनि सकेन भने त्यसलाई नो चान्स, त्यसलाई सेकेन्ड चान्स भयो। त्यहाँ पास गर्यो भने अब थापासका युनिभर्सिटी खुला विश्वविद्यालयमा पढेर निस्केका चाहिँ पिएचडीहरू हार्वर्ड युनिभर्सिटीको प्रोफेसरसम्म हुनु गएको चाहिँ प्रमाणसम्म छ। भनेपछि त्यहाँ गएपछि पनि समस्या भएन भन्नुहुन्छ? इक्विभ्यालेन्टको केही समस्या छैन। नेपालमा खुला विश्वविद्यालयमा पढेर सर्टिफिकेट लिएको मान्छे त्रिभुवन विश्वविद्यालयमा भर्ना हुन पाउँछ? त्यो त पाउनु पर्यो नि, त्यो त ओपन युनिभर्सिटी पर्यो भन्ने एउटा पाटो भयो। अहिले पाएको छैन। अहिले यहाँ मलाई थाहा छैन। यो भयो के भन्दाखेरि हामीले खोलेको चाहिँ मैले भन्दै थिएँ रुरल रिमोट र मार्जिनलाइज पिपललाई यो चाहिन्छ भनेर हामी 8-10 वर्ष लागेर युनिभर्सिटी चाहिँ खोलिदियौँ। हाम्रै प्रयासबाट शिक्षा मन्त्रालयमा सबै प्रक्रिया हाम्रै एकजना डाक्टर प्रमोद ढकाल जीले आफ्नो सिनियर साइन्टिस्टको क्यानाडाको जब छोडेर आउनुभयो। आएर उहाँ लागि पर्नु हो। हामी क्यानाडा, अमेरिका, अस्ट्रेलियाबाट सहयोग पुर्याउँदै गयौँ। हामीले ब्याकअप गऱ्यौँ, हामी त्यो टिममा काम गऱ्यौँ। अब उहाँको हद प्रयासले गर्दाखेरि खुलेपछि के भयो भने युनिभर्सिटीले हामीले भनेको चाहिँ सिद्धान्तलाई केही पनि वास्ता गरेन। किनभने त्यो खोलेपछि त ऐनबाट खोलियो, ऐन बनाउनु पनि हामीले सहयोग गऱ्यौँ। त्यो खुलिसकेपछि स्थापना भइसकेपछि त त्यो त नेपाल सरकारको चाहिँ भित्र पर्यो। क्याबिनेट डिसिजनबाट कसलाई भाइस चान्सलर, कसलाई रेजिस्ट्रार बनाउनु पर्छ त्यतापट्टि लाग्यो होइन। त्यो भएपछि अनि आफ्नो हिसाबले गयो। आजसम्म हामी युनिभर्सिटी खोलेका व्यक्तिहरूलाई 4 जना व्यक्ति मूल हो, अरू साथीहरू पनि धेरै छन्। इभन महावीर पुनजी पनि हामीलाई सहयोगी गर्नुभएको थियो। अब आजसम्म हामीले एउटा मिटिङमा समेत बोलाएको छैन। सम्मान गर्ने त कुरै छोड्नु न, एउटा मिटिङ गरेर राज्यको कमजोरी के कामले के उद्देश्यले तपाईँहरू खोल्नुभयो, यो खोलेकोलाई चाहिँ हामीले कसरी लैजाउँ भनेर एक शब्द हामीलाई सोधिएको पनि छैन आजसम्म। ठ्याक्कै 10 वर्ष भयो। समयको लागि धेरै धेरै धन्यवाद। हस् धन्यवाद। आदरणीय दर्शकबिन, आजको कार्यक्रममा हुनुहुन्थ्यो डाक्टर द्रोणप्रकाश रसाइली। आगामी कार्यक्रममा पनि हामी यस्तै व्यक्तित्व र यस्तै विषयवस्तुका साथ फेरि पनि उपस्थित हुने नै छौँ। तबसम्मको लागि मलाई पनि बिदा दिनुहोस्। नमस्कार।